सर म्याडमहरू अब हामीले एआई ट्रेनिङमा आज सिक्ने भनेको कुनै पनि हामीले पढाउने विषयवस्तुहरूको पिडिएफ डाउनलोड गर्ने पहिलो काम सबैको मोबाइल डिभाइसमा अथवा ल्यापटपमा हामीले पढाउने विषयवस्तुहरू ती सामग्रीहरू कसरी डाउनलोड गर्ने त्यसैको आधारमा हामीले पावर पोइन्ट प्रेजेन्टेसन पिपिटी निर्माण गर्छौँ, लेसन प्लान बनाउँछौँ, त्यसैको आधारमा क्वेसनहरू निर्माण गर्छौँ, त्यसैको आधारमा क्विजहरू बनाउँछौँ। त्यसैले सबैभन्दा पहिले तपाईहरू सबैले आफ्नो डिभाइसमा हामीले पढाउने विषयवस्तुको पिडिएफ डाउनलोड गर्ने। अब म तपाईहरुलाई स्क्रिनतर्फ लैजाँदैछु। मोबाइलमा अथवा तपाईको ल्यापटप स्क्रिनमा तपाईहरुले यो गुगल क्रोम भन्ने अप्सन देख्नुहुनेछ, यहाँ हेर्नु होला ल। मैले स्क्रिनमा देखाएको छु। यो गुगल क्रोम भन्ने तपाईको मोबाइलमा पनि हुन्छ, कुनै पनि वेब ब्राउजर हुन्छ। यो वेब ब्राउजरमा जानु सबभन्दा पहिला यो वेब ब्राउजरमा गइसकेपछि यसलाई डबल क्लिक गर्नुस् अथवा यसलाई ओपन गर्नुस्। यति गरिसकेपछि तपाईलाई यस्तो दोस्रो पेजतिर लैजान्छ। तपाईलाई अर्को एउटा नयाँ पेज खुल्छ। अघि हामी स्क्रिनमा थियौँ। यो सुरुमा सर्च बार छ। यो ठाउँमा तपाईहरुले लेख्नुपर्छ लुमा, LOOMA। हेर्नुस् त बिस्तारै लेखिरहेको छु। मेरोमा त आइसक्यो। LOOMA। तपाईसँग दुईवटा डिभाइस छैन भने कुनै नोटबुकमा टिपोट गर्न सक्नुहुनेछ। LOOMA लुमा डट एजुकेसन EDUCATION लुमा डट एजुकेसन भन्ने र टाइप गर्नु होला। त्यसपछि तपाईले अनि सर्च गर्नुस्, इन्टर बटनमा क्लिक गर्नुस्। यस्तो किसिमको इन्टरफेस खुल्छ। तपाईले यस्तो किसिमको देख्नुहुन्छ। यो मोबाइलमा पनि यस्तै देखिन्छ, ल्यापटपमा पनि यस्तै देखिन्छ। सबैले पहिला गुगल क्रोममा जाने, त्यसपछि माथि सर्च बारमा LOOMA लुमा डट एजुकेसन टाइप गर्नुभयो भने यस्तो किसिमको इन्टरफेस देखिन्छ। त्यसपछि लुमा अनलाइन भन्ने अप्सन देखिन्छ सर म्याडमहरू। यो ठाउँमा तपाईहरुले फेला पार्नुहुनेछ लुमा अनलाइन भन्ने अप्सन छ। लुमा अनलाइन लेखेको छ, त्यो ठाउँमा क्लिक गर्नुस्। बिस्तारै जान्छु है सर म्याडमहरूले तपाईहरुले गर्न सक्ने, सजिलै जाने गर्ने। मैले बिस्तारै गएको छु, त्यति हामी हतारमा पनि छैनौँ। अब यस्तो किसिमको इन्टरफेसमा यो माथि 1 2 3 गर्दा गर्दै 12 सम्म देखिरहनु भएको छ। 1 to 12। यो 1 to 12 कक्षासम्म तपाईले जो देख्नुभयो यो भनेको हामीले हाम्रो विद्यालयमा पढाइ हुने कक्षाहरू हो। 12 कक्षासम्मका कम्पलसरी पाठ्यक्रमहरू हामी यो ठाउँमा फेला पार्छौँ। तपाईलाई कति क्लासको आवश्यक छ त्यो क्लासमा जानुपर्ने हुन्छ। जस्तो तपाई 7 क्लासको तपाईलाई शैक्षिक सामग्री चाहियो भने यो 7 मा क्लिक गर्ने। यो 7 मा छुने बित्तिकै क्लास 7 मा कक्षा 7 मा पढाइ हुने सबै विषयवस्तुहरू हामी त्यहाँ देख्छौँ। सबै किताबहरू, सबै पाठ्य पुस्तकहरू त्यहाँ देखाएको हुन्छ। होइन तपाई 10 मा जानुहुन्छ भने 10 मा पढाइ हुने पाठ्य पुस्तकहरू यो ठाउँमा फेला पार्नुहुन्छ। यसरी तपाईहरु आफ्नो पढाउने कक्षा कुन छ त्यसमा सिलेक्ट गर्नुहोस्। त्यसपछि कक्षा सिलेक्ट गरिसकेपछि त्यो क्लास सिलेक्ट गरिसकेपछि त्यहाँ पाठ्य पुस्तकहरू फेला पार्नुहुन्छ। तपाईले पढाउने कुनै एउटा पाठ्य पुस्तकलाई क्लिक गर्नुहोस्। सामाजिक छ, म्याथमेटिक्स छ, नेपाली छ, इङ्ग्लिस छ, हेल्थ एन्ड फिजिकल चाहिँ छ। अब तपाईले मैले यो हेल्थ एन्ड फिजिकलमा अथवा सामाजिकमा, साइन्समा कुनैमा पनि जानुहोस्। यो साइन्समा गएँ, साइन्स सब्जेक्टमा। अब साइन्स सब्जेक्टलाई सिलेक्ट गरिसकेपछि मैले त्यो कक्षा 8 मा गएँ, 8 क्लासमा गएँ। त्यसमा पनि आफूले पढाउने विषय है, तपाईहरुले आफ्नो पढाउने विषयमा जाने हो। सबैले यसैमा जाने कुरा भएन। तपाईले जुन सब्जेक्ट पढाउनुहुन्छ त्यतैतिर जाने। अब यसपछि यहाँ चाहिँ हाम्रो एकाइहरू को शीर्षकहरू तपाईहरुले देख्नुहुन्छ। इङ्ग्लिस मिडियमको चाहिन्छ भने यता इङ्ग्लिस मिडियमको देखाउँछ। तपाईहरुले हेरिरहनु भएको छ यो इङ्ग्लिसमा लेखेको इङ्ग्लिस मिडियमकै भयो। यतापट्टि टेक्स्ट च्याप्टरहरू छन्। यतापट्टि यो इङ्ग्लिसतिरको भयो। अनि यतापट्टि जो छ पाठ्य पुस्तकहरू जो छ यो नेपालीतिरको छ। इङ्ग्लिस र नेपाली दुईटै हामी यो ठाउँमा फेला पार्छौँ। इङ्ग्लिस पाठ्य पुस्तक, नेपाली। तपाईलाई इङ्ग्लिसमा पढाउनु पर्छ भने अब यतापट्टि इङ्ग्लिसतिरका सब्जेक्टहरू सिलेक्ट गर्नुपर्ने हुन्छ र नेपालीमा हो भने नेपालीमा।
हाम्रो साइन्टिफिक लर्निङ भन्ने चाहिँ इङ्ग्लिसमा जानुभयो भने 8 क्लासको यो इङ्ग्लिसमा अब यो यो एकाइको बारेमा यहाँ दिएको छ। यो एकाइको बारेमा सर म्याडमहरूले जति हाम्रो त्यो एकाइमा जे छ नि त्यही कुराहरू तपाईँले यहाँ फेला पार्नुहुन्छ। कतिवटा च्याप्टरहरू छन्, के छ भनेर सबै कुराहरू तपाईँले यो ठाउँमा देख्नुहुन्छ। जस्तो 17वटा पेज छ यो एकाइमा। अहिले हामी 1 पेजमा छौँ, यहाँ 1 पेजमा छौँ। 17वटा यसमा पेज नम्बरहरू छ, यसरी तलमाथि सार्न सक्नुहुन्छ। अनि त्यसपछि होइन तपाईँ यो नेपालीमा यता वैज्ञानिक सिकाइतिर यतापट्टि आएर नेपाली पाठ्यपुस्तकहरू, नेपाली माध्यमको पाठ्यपुस्तक हेर्न चाहनुहुन्छ भने यो नेपाली माध्यमको पाठ्यपुस्तकमा जानुहुन्छ। यसमा पनि 17वटा पेजहरू छ। अहिले यसरी हेर्नुहोस्। यतिसम्म सर म्याडमहरू पुगेको हुनु पर्यो। कसैलाई केही समस्या छ, यहाँसम्म पुग्न सक्नुभयो या सक्नु भएन, क्वेसन गर्नुहोस् ल। यतिसम्म पुग्नु भएको छ कि छैन? यतिसम्म पुग्नु भएको छैन भने फेरि हामीले म रोक्छु। तपाईँहरू यो ठाउँमा पुग्नुभयो या पुग्नु भएन? सर म्याडमहरू कसैलाई समस्या छ भने माइक अन गरेर भन्नु होला। हजुर सर, एकदम ठिक छ, बुझिया छ सर, एकदम क्लियर छ। समस्या भएका साथीहरूले भन्नुहोस् ल। समस्या भएका, बुझिएको छ भने हामी अगाडि बढिहाल्छौँ। कुनै साथीहरूमा समस्या भएको छ, यो ठाउँमा पुग्नु भयो? सर बुझिएको छ, यहाँसम्म पुगिएको छ। ओके, हुन्छ, थ्याङ्क यू। अब हामी अगाडि बढ्छौँ। अब सर म्याडमहरू म्युटमै बस्दिनु होला। हामी अगाडि बढ्दैछौँ। यो तपाईँहरूलाई मैले हामी पुगेको ठाउँबाट अगाडि जाँदैछौँ। यहाँसम्म हामी थियौँ। अब वैज्ञानिक सिकाइ भन्ने म च्याप्टरमा छु। यसलाई हामीले अब आफ्नो मोबाइलको ग्यालरीमा अथवा यो ल्यापटपको ग्यालरीमा यसलाई लैजानुपर्ने हुन्छ। यो त हामी अहिले अनलाइनमा छौँ, यसलाई अफलाइनतिर पछि जतिखेर सामग्री चाहिन्छ त्यो प्रयोग गर्छौँ। यसलाई डाउनलोड गर्नुपर्छ। यसलाई डाउनलोड गर्नको लागि यहाँनिर डाउनलोडको अप्सन छ एउटा। यो डाउनलोड अप्सन यहाँनिर हेर्नुहोस् त ल। यो डाउनलोडको छ कि यहाँनिर धेरै मध्ये मैले यो कलर लगाइदिएको छु। यो भनेको डाउनलोड गर्ने बटन हो। त्यो ठाउँमा क्लिक गर्ने बित्तिकै तपाईँको यो च्याप्टर डाउनलोड हुन्छ। त्यसैले त्यो डाउनलोडमा क्लिक गर्नुहोस् यहाँनिर ल। हेर्नुहोस् डाउनलोडमा छुनुहोस्, त्यहाँनिर भइसक्यो, यहाँ माथि आइसक्यो, डाउनलोड भइसक्यो। विथिन सेकेन्ड। अब तपाईँले यो डाउनलोड फाइल लेख्यो भने त पछि त्यहाँ पत्ता लगाउन गाह्रो हुन्छ। तपाईँले क्लास कति हो यसो केही आफ्नो यो लेख्नु होला। क्लास हाम्रो 8 को हो अनि साइन्स हो। क्लास 8 साइन्स भनेर यहाँ डाउनलोडमा राखेँ अनि यहाँनिर सेभ गरिदिनुहोस्। फेरि पनि मैले देखाइदिन्छु। यहाँनिर यो डाउनलोडको अप्सन छ। यो डाउनलोडमा छुने बित्तिकै डाउनलोड हुन्छ। त्यो कुन फाइल हो, कुन कति क्लासको हो, नाम लेखेर तल सेभ भन्ने बटन आउँछ, सेभ गर्नु होला। यति गर्नुभयो भने तपाईँको यो ग्यालरीमा गएर बसेको हुन्छ। जस्तो म अहिले हेर्दैछु, मैले यहाँनिर हाम्रो यसमा आएको छ कि छैन हेर्दैछु ल। त्यहाँ डबल भएर मलाई अलि समस्या जस्तो देखिएको थियो। क्लास 8 साइन्स भन्ने आइसकेको छ। त्यस्तो ग्यालरीमा आएर तपाईँको बसेको हुन्छ। सर म्याडमहरू यसलाई हामीले आफूले चाहिएको पाठ्यपुस्तकका एकाइहरू हामीले ग्यालरीमा, मोबाइलको ग्यालरीमा होस् या यो ल्यापटपको डेस्कटपको ग्यालरीमा ल्याउन सक्छौँ। यसमा अब सबै कम्पलसरी विषयको सबैको ल्याउन तपाईँहरूले सक्नुहुन्छ। त्यसको लागि मैले स्टेप बाई स्टेप तपाईँहरूलाई सिकाएको छु। हामीले अब सामग्रीहरू ल्यायौँ। यस्तै तपाईँहरूले आफ्नो आफ्नो सब्जेक्टको ल्याउनु होला। अहिले यसको आधारमा बनाउने हो, सँगसँगै बनाउँदै जान्छौँ। जस्तो मैले 8 को साइन्सको मैले डाउनलोड गरेँ। तपाईँहरूले आफ्नो आफ्नो एउटा एउटा सब्जेक्टको सबैले डाउनलोड गर्नुहोस्। त्यसपछि हामी यी सामग्रीहरूबाट आज हामी पावर पोइन्ट प्रेजेन्टेसन बनाउन गइरहेका छौँ। एउटा gamma.app भन्ने एप्लिकेसन एआई टुल्स हो जसले पावर पोइन्ट प्रेजेन्टेसन पिपिटीहरू एकदम आकर्षक बनाउँछ। प्रम्प्टको आधारमा पनि बनाउँछ। त्यसले हामीले के प्रम्प्टहरू दिन्छौँ, त्यो प्रम्प्ट चाहिँ राख्ने बित्तिकै कस्तो बनाउने भन्ने हो। तर अहिले हामी के गर्छौँ भने अहिले हामीले त्यो डाउनलोड गरेको आफ्नो विषयवस्तुको, कसैले इङ्ग्लिसको गर्नुभयो होला, कसैले म्याथको गर्नुभएको छ, कसैले नेपालीको, सामाजिकको, जुन जुन सब्जेक्टको गर्नुभएको छ त्योबाट हामी अब पावर पोइन्ट प्रेजेन्टेसन निर्माण बनाउन, स्लाइडहरू बनाउन गइरहेका छौँ। त्यो बनाउनुभन्दा पहिला हामी एआई टुललाई हाम्रो जिमेलद्वारा लगइन गरेर राख्नुपर्छ। एकपटक लगइन गर्नुभयो भने पछि सहज हुन्छ।
त्यसको लागि के गर्नु होला भने हाम्रो सर म्याडमहरू त्यही यो गुगल क्रोममा अघि म गएको थिएँ नि त्यस्तै गुगल क्रोममा जानुहोस् माथि सर्च बारमा सजिलोसँग नातिनु होला सर म्याडम गामा डट एप गर्दा पनि सजिलै हुँदो रहेछ त्यस्तो सजिलो छ GAMMA गामा डट एप तपाईँको गामा एप खुल्छ त्यसमा क्लिक गर्ने बित्तिकै कन्टिन्यू विथ गुगल अथवा साइन अप भन्ने पनि अगाडि आएको हुनसक्छ त्यो साइन अपमा क्लिक गर्नुहोस् त्यसपछि कन्टिन्यू विथ गुगलमा क्लिक गर्नुहोस् त्यसपछि तपाईँको त्यहाँ जिमेल एकाउन्ट त्यो ल्यापटपमा भएको जिमेल एकाउन्टलाई देखाउँछ त्यो जिमेल एकाउन्टलाई सिलेक्ट गर्नुहोस् त्यसपछि त्यहाँ अप्सनहरू आउँछ कुनै कुनै अप्सनलाई छुँदै नेक्स्ट गर्दै अप्सनलाई छुँदै नेक्स्ट गर्दै कुन कुन ठाउँबाट थाहा पाउनु भएको भन्ने हुन्छ कतिजनाले चलाउनुहुन्छ भन्ने छ ओन्ली मी फर मी भन्ने छ त्यो अप्सनलाई यसो गर्दै अगाडि बढ्नुपर्ने हुन्छ बेलुका सिकाउने कुराहरूको केही भिडियोहरू मैले तपाईँहरूलाई व्हाट्सएप ग्रुपमा राख्छु धेरै सरहरूले गरिसक्नु भएको छ मेरोमा खुलिसक्यो तपाईँहरूले पनि अघि मैले भिडियो बनाएँ भिडियो अनुसार गरिसक्नु भएको रहेछ अब म तपाईँहरूलाई बनाएर देखाउँछु के आउँछ भने तपाईँहरूको योनिर यो जो यस्तो किसिमको इन्टरफेस खुल्छ अनि क्रिएट न्यू भन्ने आउँछ तपाईँकोमा यस्तो आउँछ कि त्यो क्रिएट न्यूमा जानुभयो भने यस्तो देखिन्छ अब नभए यसो कतै कपीमा लेख्नु होला सर म्याडमहरू समस्या भयो भने उता व्हाट्सएप ग्रुपबाट पनि मैले जानकारी दिएको हुन्छु यहाँ 4वटा अप्सन छन् हामीले जेनेरेट पनि गर्न सक्छौँ प्रम्प्टहरू दिएर शीर्षकहरू दिएर जुन हामी भेटाउँदैनौँ नि जुन हामी डाउनलोड गरेर भेटिँदैन त्यसको लागि यो पहिलो अप्सनबाट जानुपर्छ सर मैले त यो उसमा के अरे ब्याचलर फर्स्ट इयरमा मैले पपुलेसन पढाउँछु यहाँ त भेटियो न त 12 क्लाससम्मको मात्र छ के गर्ने त्यस्तोको लागि यो ठाउँबाट जान्छौँ पहिलो अप्सनबाट अहिले हामीले जो डाउनलोड गरेका छौँ नि यो अन्तिममा त्यो डाउनलोड गरेको सामग्रीहरूबाट हामीले यो पिपिटी बनाउनको लागि अन्तिम अप्सनमा यी अरू 3वटा अप्सनलाई पनि मैले सिकाउने छु यो दौरानमा आज हामी यस्तो किसिमको इन्टरफेसमा जानुभयो भने अन्तिममा यो इनपुट फाइल अर URL भन्ने अप्सन फेला पार्नुहुन्छ यहाँ 4वटा छन् यो 4वटा मध्ये यो अन्तिमको यो हेर्नुहोस् त यो ठाउँमा आज हामी त्यो सिकाउँदैछौँ यो भनेको के हो भने त्यो PDF फाइल जो हामीले डाउनलोड गरेका थियौँ त्यो डाउनलोड गरेको PDF फाइलबाट आकर्षक पिपिटी स्लाइडहरू निर्माण गर्नको लागि यो फाइलमा जो अन्तिम अप्सन छ यसमा जानेछौँ यो 3वटा अप्सनको बारेमा पनि हामी छलफल गर्दै अगाडि बढ्नेछौँ अब यो लास्टतिर अन्तिममा भएकोलाई तपाईँले सेलेक्ट गर्नुभयो भने अन्तिममा जो छ यो लास्टकोलाई डबल क्लिक गर्नुहोस् यस्तो किसिमको इन्टरफेस देखिन्छ फेरि 3वटा अरू देखियो अपलोड फाइल इनपुट फ्रम हाम्रो ड्राइभ URL भनेको छ पहिलोमा जान्छौँ हामी अपलोड फाइल पहिलो अप्सन यहाँ देखिन्छ तपाईहरुले देखिरहनु भएको छ यो फर्स्ट अप्सन जुन छ यो फर्स्ट अप्सन यहाँनिर हेर्नुस् त ल यहाँनिर अनलाइन एउटा एरो पनि छ यहाँनिर जता पनि छोदै पनि पुग्छ भन्दै म्युटमा बस्दिनु होला सर म्याडमहरु नभए हामीलाई अलि गाह्रो पनि भएको हुन्छ अथवा के कुनै पनि यो ठाउँमा गएर बीचमा डबल क्लिक गरिदिनु भयो भने खुल्छ अब तपाईको अघि डाउनलोड गरेको कहाँ छ अघि तपाईले राखेको कुन विषयको हो कुन एकाइलाई राख्नु भएको थियो त्यो मैले क्लास 8 को साइन्स राखेको थिएँ यो साइन्समा पहिलो च्याप्टरको थियो टक्क यहाँ देखिन्छ पीडीएफ फाइल हुन्छ यो पीडीएफमा सिलेक्ट गर्नुस् यसलाई छुनुस् ल छोएपछि कहिलेकाहीँ यस्तो यस्तो अलि अरु भन्दा फरक कलरको बन्छ कि तपाईको हेर्नुस् त अरु भन्दा के छ यो टच भएको भन्ने थाहा हुन्छ यहाँ फरक कलरको देखिन्छ कि यहाँनिर अरु फाइलमा त्यस्तो देखिएको छैन यहाँ अलि फरक देखिएको छ यो सिलेक्ट भयो भन्ने हुन्छ यो सिलेक्ट नगरिकन हामीले गर्यौं भने अरु चाहिँ जान सक्छ कहिलेकाहीँ त्यसैले जुनमा छुन्छौं त्यो कलरै फरक हुन्छ यतातिर यसो धर्का जस्तो देखिन्छ यसमा क्लिक गर्ने बित्तिकै यहाँ ओपन भन्ने अप्सन आउँछ तल ओपन त्यहाँ माथि तपाईले एउटा फाइललाई छुने बित्तिकै अलि तल हेर्ने हो भने त्यहाँनिर ओपन देख्नुहुन्छ केही गर्नै पर्ने छैन कुन ठाउँमा जाने पछि गर्दा गर्दै तपाईको फटाफट बन्छ त्यस्तो टाइमै लाग्दैन तपाईले एकैछिनमा आफ्नो स्लाइडहरु निर्माण गर्न सक्नुहुन्छ त्यो ओपन भन्नेमा सिलेक्ट गर्नुपर्ने हुन्छ त्यो ओपनमा क्लिक गर्नुस् ओके अब यहाँनिर अपलोडिङ फाइल हेर्नुस् त फाइल अपलोडिङ हुँदैछ एकैछिन अब यसो सास फेर्नुस् एकैछिन रेस्टो गर्ने समय हुन्छ तपाईहरुलाई धेरै टाइम लाग्दैन यो अब हाम्रो फाइल चाहिँ यहाँ
आयो, सबैकोमा यसरी फाइल आउँछ। फाइल आइसकेपछि प्रेजेन्टेसनमा टिक लागेको हुन्छ। योमा टिक लागेको यसमा हुनु पर्यो ल। तपाईँहरूको लागेकै हुन्छ। तपाईँले दायाँ बायाँ केही चलाउनु भएन भने यसैमा टिक लागेको हुन्छ। यहाँ लागेकै छ, ठिक छ। अहिले हामीले यो प्रेजेन्टेसन बनाउन खोजेका हौँ, यसमा टिक लागेको छ, यहाँनिर टिक लागेको छ, बिचमा हेर्नु त यहाँनिर टिक लागेको छ। यो ठिक छ। हाम्रोमा पनि तपाईँहरूकोमा पनि यहाँ टिक लागेको होला। अरू कसैमा लागेको छ भने फेरि बन्दैन। मेरो के भयो सर भन्नुहुन्छ, अरू फरक फरक छ। यति यति भन्यो, यहाँ टिक लागेको हुन्छ। अब यो तपाईँहरूकोमा अटो हुन्छ, यसमा टिक लगाउनु पर्दैन, लागेकै हुन्छ। यो कन्टिन्यू भन्ने अप्सन फेला पार्नुहुन्छ, माथि प्रेजेन्टेसनमा लागेको छ र तपाईँहरूले यो कन्टिन्यू लेखेको ठाउँमा सिलेक्ट गर्नुहोस्। यो अरू बनेकै छ, यहाँ केही गर्नु पर्दैन। तपाईँले कस्तो स्लाइडहरू बनाउने, स्लाइडको कलरहरू कस्तो बनाउने भन्नको लागि यहाँ 4वटा स्लाइडहरू दिएको छ, हेर्नु होला। 4वटा स्लाइड भनेको यस्तो स्लाइड बनाउने कि यस्तो के यस्ता प्रकारको देखिने बनाउने कि यस्तो प्रकारको स्लाइडहरू तपाईँको बनाएको देखिने कि यस्तो देखिने कि तपाईँले कस्तो यस्तो ब्ल्याकमा यस्तो देखिने बनाउने कि कस्तो चाहिँ एउटा तपाईँको यो डिजाइनहरू कस्तो डिजाइनमा तपाईँ चाहनुहुन्छ, कुनै एउटा डिजाइनलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। कुनै चम्किलो तपाईँलाई मनपर्ने फरकले जस्तो जस्तो गर्नुभयो त्यस्तो डिजाइनमा बन्छ। यसले अटो यसमा गरिदिएको छ। यो हाम्रो लिनेन भन्ने छ, यहाँनिर टिक लागेको छ, हेर्नु होला। यो यसले बनाइदिएकै छ। तपाईँहरूले होइन यतापट्टिको यसमा मैले यो गामा भनिदिएको छ, यतापट्टि लिएँ, यतापट्टि टिक लाग्यो होइन। अर्को चाहिँ हाम्रो तेस्रोमा जानुहुन्छ भने यतापट्टि टिक लाग्छ। यो ब्ल्याकमा कस्तो किसिमको यो तपाईँहरूको डिजाइन बनाउनुहुन्छ त्यसमा सेलेक्ट गर्नु होला। त्यसपछि यहाँनिर कार्ड कतिवटा स्लाइडहरू बनाउने भनेर देखाएको छ कि तपाईँहरूको यो लास्टतिर कतिवटा कार्डहरू बनाउने होइन, 10 कार्ड भन्ने चाहिँ हेर्नुहोस्। 10वटा कार्ड भनेको 10वटा स्लाइड कि 10वटा स्लाइड। 10भन्दा बढी हामी फ्रीमा बनाउन सक्दैनौँ। बढीमा 10-10वटा बन्छ होइन। योभन्दा 9 पनि बनाउन सकिन्छ। यतापट्टिको छेउमा तपाईँले छुनुभयो भने, यता प्लसको साइनमा छुनुभयो भने, प्लसको साइनमा छुनुभयो भने त बन्दैन। यतापट्टि प्लसको साइनमा छुनु भएन। यतापट्टि माइनसको साइनमा छुनुभयो भने घट्छ। कतिवटा बनाउने भनेर यहीँनिरबाट तपाईँहरूले गर्न सक्नुहुन्छ। प्लसकोतिर नजानु होला, माइनसतिर गएर अलि थोरै स्लाइड बनाउन चाहनुभयो भने -9, 8 कार्ड, 6 कति 5, 6 यसरी चाहिँ कम गर्न सक्नुहुन्छ। कति स्लाइडहरू बनाउने भन्ने हो। र म्याक्सिमम 10वटा, 10भन्दा हामी बढी सक्दैनौँ। र यहाँ 10मा अटो भएको हुन्छ, त्योभन्दा माथि यहाँ सेलेक्ट गर्नै मिल्दैन। हामीले अपग्रेड गर्नुपर्छ, त्यसको लागि पैसा तिर्नुपर्ने हुन्छ। हामी त्यतातिर लाग्दैनौँ। अब यो 10वटा कार्डहरूमा सेलेक्ट गरिसकेपछि यो ठाउँमा जेनेरेट भन्ने अप्सन आउँछ कि अब केही छैन सर म्याडमहरू, एकदम सजिलो छ। कुनै प्रम्प्ट पनि लेखेनौँ कि हामीले। एक ठाउँबाट डाउनलोड गऱ्यौँ, त्यो अर्को ठाउँमा आएर राख्यौँ। त्यसपछि यहाँ जेनेरेट भन्ने अप्सन देख्नुहुन्छ। यो जेनेरेट भन्ने अप्सन तपाईँहरूले देख्नुहुन्छ। त्यो जेनेरेटमा सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यो जेनेरेट लेखेको छ, बनाउनुहोस् है 10वटा स्लाइडहरू भन्ने भयो। अब हामीले टक्क त्यसमा क्लिक गरिदियौँ। 10वटा स्लाइडहरू निर्माण हुन थाल्यो। या अहिले बनाउँदै अगाडि बढिरहेको छ। वैज्ञानिक सिकाइ भन्ने थियो, हेर्नुहोस् है, यहाँ लेख्दैछ 10वटा स्लाइडहरू तपाईँहरूले देख्नुहुनेछ। अब एकछिन हामीले त्यहाँ चाहिँ वेट गर्नुपर्ने हुन्छ। यसलाई हामी करेक्सन पनि गर्न सक्छौँ। उसले इमेजहरू पनि ल्याइदिन्छ। त्यो इमेजहरूलाई पनि हामी अर्को चेन्ज गर्दै यो मिलेन भनेर अर्को इमेज पनि राख्न सक्छौँ। हाम्रो ल्यापटपमा भएको इमेजहरूलाई ल्याएर पनि हामी यहाँ राख्न सक्छौँ। यहाँ लेखेको केही कुराहरू मिलेन भने त्यसलाई हामी एडिट गर्न पनि सक्छौँ। यसले लेख्दै जान्छ सर म्याडम, 10वटा बनाउँदैछ। कुनै हामीलाई दुःखै छैन। यस्तो मैले हात माथि गरेरै बसेको छु। एआईले काम गरिरहेको छ। हेर्नुहोस् त, त्यस्तो इमेजहरू बनाउन यस्तो कति दुःख हुन्थ्यो। यो अहिले सबै बनिरहेको छ। यहाँनिर 10वटा उसले स्लाइडहरू निर्माण गरिदिँदैछ। हामीले केही कुनै प्रम्प्ट नै लेखेका छैनौँ। तपाईँहरूको पनि यस्तै यस्तै किसिमको बन्दै जान्छ।
त्यहीले यसबाट गलत हुँदैन। फेरि सबै सही किन हुन्छ भने हामीले प्रम्प्ट लेखेर कुनै शीर्षकमा यस्तो लेख्नुहोस् यो गर्नुहोस् भनेनौँ। हामीले के गर्यौँ भने त्यो एकाइ नै ल्याएर त्यो एआईलाई दियौँ। एआईलाई के भनेको हो भने मलाई कक्षा कोठामा आकर्षक स्लाइडहरू बनाएर विद्यार्थीहरूलाई शिक्षण गर्नुपर्ने छ। त्यो एआईले यसबाट यो पाठमै केन्द्रित भएर यो एकाइमै केन्द्रित भएर बनाउनको लागि अनुरोध गर्यौँ। उसले बनाउँदै गएको छ। क्रियाकलापहरू पनि राख्यो। अब साइन्समा त विभिन्न क्रियाकलापहरू हुन्छन्। यो इङ्ग्लिसको पनि बनाइदिन्छ उसले, होइन? तपाईँको सबै विषयको बनाउँछ। कहिलेकाहीँ तपाईँको इङ्ग्लिस आयो भने नेपाली कसरी गर्ने, कहिलेकाहीँ यस्तो ठाउँमा अङ्ग्रेजी भाषामा आइदिन सक्छ। यो हामी नेपालीमा हुन्छौँ तर इङ्ग्लिसमा आएको हुन्छ। यसलाई पनि कसरी व्यवस्थापन गर्ने, कसरी नेपालीमा लैजाने, त्यसको बारेमा पनि हामी तपाईँहरूलाई अहिले नै सिकाउने छौँ। अब सर म्याडमहरू कस्तो छ यहाँ स्थिति के छ, कतिसम्म बन्दै गएको छ, यतापट्टि देखाउँछ ल स्लाइडहरू कति बन्यो भनेर। यतापट्टि स्लाइडहरूको सङ्ख्या बनाउँदै गइरहेको छ। हेर्नुहोस् यहाँनिर यो कोठामा प्रवेश गर्नुभयो, यो स्लाइडमा जानुभयो भने यहाँनिर एउटा अप्सन हुन्छ कि यहाँनिर एउटा अप्सन छ। कुन अप्सन छ भने यहाँनिर हेर्नुहोस् त्यो माथि एउटा अप्सन छ। यस्तो अप्सनहरू यहाँनिर दिएको छ, जसमा पनि मैले यो 20को अप्सनतिर लगेँ तपाईँहरूलाई। यो 20को यतापट्टिको अरू लिएन, यहाँनिर यो 20को अप्सन छ नि, यो 20को बढी पटक लिएँ यसलाई। यो 20को अप्सनमा तपाईँहरूलाई मैले लिएर के गर्न खोज्दैछु भने यो 20को अप्सन जो छ यो बिचमा यस्तो एरो दिएको छ। यहाँ यो कोठाभित्र गइसकेपछि यस्तोमा हेर्नु है सरहरू, सर म्याडमहरू, यहाँनिर तपाईँहरू झुक्किनु होला। फेरि यहाँनिरको यो ठाउँमा कि यो ठाउँमा मैले यो रातो लगाइदिएको छु। त्यो ठाउँमा जानुभयो भने एउटा सेटिङ छ। त्यो ठाउँमा के सेटिङ छ त्यो तपाईँहरूलाई म सिकाउँदैछु। यो ठाउँमा सिलेक्ट गर्नु, अनि यहाँ अप्सनहरू देखाउँछ। यहाँ माथि हेर्नुहोस् त कस्तो अप्सनहरू देखायो। यो यो यतापट्टिको यो अहिले हाम्रो केमा सिलेक्ट भएको छ भने यो राइट ह्यान्ड साइडतिर चित्र छ, के अरे लेफ्ट ह्यान्ड साइडतिर। लेफ्ट ह्यान्ड साइडतिर भनेको यो एरोमा सिलेक्ट भएको छ, यस्तो खाले बसेको छ। यतापट्टि चित्र भएको, यो ब्ल्याक ब्ल्याक भएको ठाउँमा, अनि यतापट्टि लेखिएको छ। होइन त्यो होइन, हामी यतापट्टि सिलेक्ट गरिदियौँ भने यतापट्टिको कोठामा हामीले सिलेक्ट गऱ्यौँ भने के हुन्छ भने चेन्ज भइदिन्छ कि। कसरी चेन्ज हुन्छ भने त्यो लेखेको जो छ अहिले त यसमा छ, मैले हटाएँ त्यो, अनि यतापट्टि आएर बसिदिन्छ। हेर्नुहोस् है यहाँनिर कहिलेकाहीँ हामीले लेफ्ट राइटतिर यसो गर्न खोज्यौँ भने के भयो हेर्नुहोस् त, अहिले सर र चित्र यतापट्टि, तपाईँको लेखेको यतापट्टि आएको छ। कहिलेकाहीँ नमिल्यो जस्तो भयो भने यसलाई दायाँ बायाँ पनि गर्न सक्नुहुन्छ। सर म्याडमहरू यता हेर्नु होला, तपाईँलाई यो छ नि, यो वैज्ञानिक सिकाइ अन्तर्गत यो बनेन, यो चित्र तपाईँलाई त्यति ठिक लागेन। हेर्नुहोस् है, यो चित्र नमिल्दो भयो भने यो ठाउँबाट अर्को ठाउँमा ल्याउन सक्ने ठाउँ पनि छ। होइन हामी ल्याउनु भन्दा पनि यो एआईलाई नै बनाउन लगाइदिन्छौँ। कहिलेकाहीँ यो चित्र नमिलेको पनि आउन सक्छ त, हाम्रो विषयवस्तुसँग नमिलेको देखायो। हामीले कता कता अर्को चित्र भए पनि हुन्थ्यो। यो वैज्ञानिक सिकाइ अन्तर्गत यो मिलिरहेको छैन जस्तो तपाईँलाई लाग्यो भने तपाईँले के गर्न सक्नुहुन्छ भने यो यहाँनिरको यो चित्र छ, हेर्नु यहाँनिर एउटा अर्को साइन छ। अघि हामी यो बिचमा गएका थियौँ, अघि यसमा गएका थियौँ दायाँ बायाँ सार्नको लागि। यतापट्टिकोमा लास्टतिर यतापट्टि जानु कि त्यो चित्रलाई अलिक चेन्ज गराइदिन एआईलाई भन्नुहुन्छ भने। होइन यो ठाउँमा साना साना कुराहरू छन् सर म्याडमहरू। अनि यो ठाउँमा तपाईँले यो ठाउँमा जानुभयो भने यहाँनिर के छ भने एड एन इमेज भन्ने अप्सन छ। एड एन इमेज भन्ने अप्सन छ। अझ बढी भिजुअल चाहिने हो भने यतापट्टिको मोर भिजुअलमा पनि गर्न सक्नुहुन्छ। हामीलाई अहिले यतापट्टि मैले सिकाएन तपाईँलाई, म अहिले अर्को चित्र अर्को थप्न यसलाई भन्दैछु, एआईलाई नै भन्दैछु कि यसलाई चित्र अर्को राखिदिउँ न त, यो मिलेन भन्ने हो। तर यो मिलिरहेको छ, तर पनि मैले भने होइन के बिग्रने हो र, एआईले बनाइदिन्छ। यहाँनिर गएर मैले एड एन इमेज भन्नेमा सिलेक्ट गरेँ, अनि तपाईँको केही समयपछि यसले अर्को बनाइदिन्छ कि त्यहाँनिर अर्को चित्र ल्याएर राखिदिन्छ। अलि मिल्दोजुल्दो अर्को चित्रलाई, त्यो चित्र मिलेन भने तपाईँलाई अर्को चित्र यसले बनाउन लागिरहेको छ।
आउँदैछ ल। अब यतापट्टि मोडिफाई गरेर राखेँ हेर्नुहोस् त यो चित्र, यहाँनिर मोडिफाई गरेर यतापट्टि मोडिफाई गरेर अहिले यो चित्र राखिदिएको। सर म्याडमहरू हेर्नुहोस् त, अघि फरक थियो, अहिले फरक भयो। अब दायाँ बायाँ कतातिर राख्ने त्यो पनि मैले सिकाएँ। अब यो एकपल्ट विद्यार्थीलाई हामीले अब सो गरिदिउँ कि कस्तो बनेको रहेछ त। यहाँनिर प्रेजेन्ट भन्ने अप्सन छ, यहाँनिरबाट विद्यार्थीलाई देखाउन सक्नुहुन्छ। यदि अनलाइनमै तपाईँले पढाउन चाहनुहुन्छ, अनलाइनबाटै सिकाउन चाहनुहुन्छ भने त तपाईँको यही ठाउँमा यहाँनिर प्रेजेन्ट भन्ने अप्सन देख्नुहुन्छ माथि, यो बनिसकेपछि यहाँनिर ल यो ठाउँमा, अनि तपाईँले माथि यो प्रेजेन्ट लेखेको ठाउँ मैले अघि देखाएँ त्यो ठाउँमा गएर क्लिक गर्नुहोस्। क्लिक गर्ने बित्तिकै तपाईँको यो सो हुन्छ। अब यसरी तपाईँहरूले पहिलो पेज भयो, यहाँ हेर्नुहोस् है, लेखेको कुराहरू पढ्दै जानुहोस्। प्रयोगशालामा समाधानी के हामीले हेरेकै थिएनौँ, यसले आफैले कति मजाले क्लास 8को पहिलो विज्ञानको, अब यो हामीले सर म्याडमहरू गएर तपाईँसँग प्रोजेक्टर छ, स्मार्ट बोर्ड छ भने कहाँ किताब हेरिरहनुहुन्छ। अब पुरानो त्यो मेथडबाट पढाएर भएन, सामान्य एआईको टुल्सहरूको प्रयोग गरेर कुनै दुःख नगरेर यति राम्रो चाहिँ स्लाइडहरू बन्ने रहेछ त। हेर्नुहोस् त, अवलोकनकारीहरू छ त्यहाँ, कस्तो राम्रो छ कि यो बच्चाहरूलाई 10वटा यो हेर्नुहुन्छ क्रियाकलापहरू त्यहाँ छ। तपाईँहरूले साइन्सको सर को हुनुहुन्छ, को कोले पढाइरहनु भएको छ, उहाँहरूलाई त यहाँ मिस्टेक के छ, कसरी सच्याउने, लगभग धेरै मिस्टेक त हुँदैन। तर 100% यसैमा भर पर्ने त भएन, किनभने हामी विषयगत टिचर हुन्छौँ, कसैले 10 वर्ष 20 वर्ष 25 वर्ष पढाएका छौँ। अनि यो हामीले यहाँ के छ यसलाई सामान्य हामी एडिट गर्न पनि सक्छौँ। तपाईँहरूले यहाँ देखिरहनु भएको छ, यो नेपालीमा स्लाइडहरू मैले बनाएको छु। यो नेपालीमा बनाएकोलाई मलाई अङ्ग्रेजीमा बनाउन पनि सकिन्छ। यसलाई इङ्ग्लिसमा पढाउनु पर्ने भयो भने इङ्ग्लिस मिडियममा बनाउन सकियो। अब हामी अन्तिम चरणमा छौँ सर म्याडमहरू, नआत्तिनु होला। हामी यहाँनिर यो इङ्ग्लिस मिडियममा बनाउनको लागि जस्तो नेपालीमा आयो इङ्ग्लिस, इङ्ग्लिसमा आयो नेपालीमा कसरी बनाउने यो पनि सिकाउँछ। यो ठाउँमा एउटा एजेन्ट भन्ने हुन्छ कि एआईकै, इङ्ग्लिस नेपाली, नेपालीको इङ्ग्लिस चाहिँ बनाउनु पर्यो भने कहिलेकाहीँ सर तपाईँले त नेपालीमा सिकाउनु भयो, मेरो चाहिँ इङ्ग्लिसमा आयो, इङ्ग्लिसमा थियो न नेपालीमा आइदिन्छ कि कहिलेकाहीँ त्यो नेपालीको भाषा हुँदैन, यहाँनिर समस्या आउँछ। यो समस्या कहिलेकाहीँ आयो भने यो एजेन्टमा क्लिक गर्नु होला। यो एजेन्टमा क्लिक गर्ने बित्तिकै यहाँनिर एउटा अप्सन लेख्ने ठाउँ आउँछ, यहाँ लेख्ने ठाउँ आउँछ एक्स मी टु एडिट भनेर। यो राइट ह्यान्ड साइडतिर यो एक्स मी टु एडिट क्रिएट और स्टाइल एनिथिङ भनेर दिएको छ। यो राइट साइडतिर तपाईँहरूले देखिरहनु भएको छ। यो ठाउँमा के सर म्याडमहरू हेर्नुहोस् त, यहाँनिर मैले कलर लगाएँ नि, यो कोठाभित्र माथि एजेन्टमा क्लिक गरिसकेपछि यस्तो बक्स खुल्छ। यो बक्स खुल्छ, यहाँ हामीले के लेख्नु पर्छ त भने तपाईको यो इङ्ग्लिसमा आयो भने कन्भर्ट इट नेपाली। अब यो नेपालीमा आयो, कहिलेकाहीँ इङ्ग्लिसमा बनाउनु पर्ने हो भने तपाईले यहाँनिर कन्भर्ट इट इङ्ग्लिस ल्याङ्ग्वेज हेर्नुहोस् त, यसले के गरिदिन्छ भने तपाईको योलाई इङ्ग्लिस बनाइदिन्छ कि सर म्याडमहरू। अघि नेपालीमा थियो होइन, तपाईँले यो हिन्दीमा पनि बनाउन सक्नुहुन्छ, तपाईँले चाइनिजमा कुन भाषामा पढाउनुहुन्छ यो हामीले केही गर्नु पर्दैन, यसले बनाइदियो। हेर्नुहोस् त, अघि पुरै सबै नेपालीमा दिएको थिएँ मैले, पाठ्यक्रम पनि त्यो नेपालीमा ल्याएको हो, तर यहाँ उसले बनाइदियो के इङ्ग्लिस मिडियममा। अब तपाईँलाई कुनै गाह्रो भएन, तपाईँ इङ्ग्लिस मिडियमको विद्यार्थीहरूलाई अङ्ग्रेजीमा बनाउन सकियो। अब मलाई भाषा त आउँदैन, चाइनिजमा भन्यो भने यसले चाइनिजमा पनि बनाइदिन्छ। एआईले गर्ने हो, हामीले कुनै पनि भाषामा यसलाई लिन सक्यौँ। कतै मिस्टेक भएको छ भने यहाँनिर त्यो फेरि हामी यहाँ सच्याउन सक्छौँ। यो ठाउँमा अनलाइनमै देखाउने कुरा भयो सर म्याडमहरू। यसलाई हामीले अब डाउनलोड कसरी गर्ने त, मैले इङ्ग्लिसमै गरेँ, अथवा तपाईँले फेरि नेपालीमा कन्भर्ट गर्न पनि सक्नुहुन्छ। फेरि नेपालीमा कन्भर्ट गर्नुभयो भने फेरि एजेन्टमा जाने माथि तल एउटा कोठा खुल्छ, त्यो कोठामा फेरि तपाईँहरूले यो कोठामा गइसकेपछि त्यो सबै यो 10 पेजमा भयो, फेरि नेपालीमा लगेँ मैले, इङ्ग्लिसमा भन्दा पनि नेपालीमा फेरि पुरानै नेपालीमा मैले ल्याइहालेँ। अब सर म्याडमहरूलाई मैले यहाँनिर यो
डाउनलोड गर्न सिकाउँछु। अब डाउनलोड गर्नको लागि सर म्याडमहरू यहाँनिर सेयर भन्ने बटन छ, मैले यहाँनिर तपाईँहरूलाई देखाइदिन्छु। यो अलिक कन्फ्युज हुनुहुन्छ होला तपाईँहरू, यो यहाँनिर सेयर भन्ने बटनमा के यसलाई डाउनलोड गर्नको लागि यो सेयर भन्ने बनाइसकेपछि अब हामीले अफलाइन चल्ने बनाउनु पर्यो नि सरहरू। यो यहीँ राखेर त भएन, हुन त यहीँ हुन्छ ल, कहिलेकाहीँ बिग्रियो पछिका दिनहरूमा तपाईँले यो जिमेलबाट कतै जान्न, यहाँ सेभ भएर बसेको हुन्छ। उता डाउनलोड कहिले के अरे डिलिट भयो भने पनि यो ठाउँबाट यो जिमेलबाट कहिले चाहिँ तपाईँको डिलिट हुँदैन। यहाँ मैले बनाएका सबै यहीँ भेटिन्छन्। पछि पनि चाहियो भने 1-2 वर्षपछि तपाईँको यहीँ बनाएको यी फाइलहरू यहाँ सेभ भएर बसेको हुन्छ। अब तपाईँले गर्नुपर्ने यो सेयरमा क्लिक, त्यसपछि गएर सेयरमा छुने बित्तिकै एक्सपोर्ट भन्ने देख्नुभयो होला। सर म्याडमहरू ध्यान दिनु होला, ध्यान दिनु होला। अहिले तपाईँ गर्दै जानु, नभएपछि पनि लेख्दै जानुहोस्, यसलाई याद गर्दै जानु। यहाँनिर एक्सपोर्ट भन्ने अप्सन छ, त्यसमा छुनु। यसमा छोइसकेपछि यहाँनिर तपाईँले यो एक्सपोर्टमा छोइसकेपछि तपाईँले केमा गर्ने, पिडिएफमा डाउनलोड गर्ने कि अनि पावर पोइन्टमा गर्ने कि केमा, स्लाइडहरूमा जे छ तपाईँले। मैले त खास गरी यो अब पिपिटी बनाउन सिकाउँदैछु। यहाँ पिपिटी छ, यहाँनिर डाउनलोडको अप्सन छ यतापट्टि छ। अब एकैछिन तपाईँले वेट गर्नुपर्ने हुन्छ। ल यहाँ हेर्नुहोस्, त्यहाँ आइसक्यो। अब के नाममा सेभ गर्ने, कुन ठाउँमा गर्ने, जस्तो मैले के को बनाएको थिएँ, यो क्लास साइन्स हो क्या, क्लास 8 साइन्स हो। अब मैले यसलाई हटाइदिएँ र कुन ठाउँमा आएको छ म तपाईँहरूलाई त्यो देखाउँदैछु। यो जो डाउनलोड गरेको थिएँ यो चाहिँ यहाँ आएर बसेको होला। डाउनलोडभित्र गएर डाउनलोडभित्र छ, खुल्दैछ। यहाँनिर इनेबल टु एडिटिङ भन्ने छ, माथि हेर्नु ल, माथि यहाँनिर इनेबल टु एडिटिङ भन्ने छ। यहाँनिर क्लिक गर्नुभयो भने यहाँ तपाईँले यहाँ लेखेको कुनै विषयवस्तुहरूलाई सच्याउन पनि सक्नुहुन्छ। यहाँ लेखेका जति छन् गतिविधिहरू, यहाँ लेखेको गतिविधि लेखेको छ। अब तपाईँले यहाँनिर गतिविधिहरू हेर्नुहोस् है, केही थप्ने घटाउने यसरी चाहिँ तपाईँले थप घट गर्न सकियो। अनि यसलाई तपाईँले के गर्न सक्नुहुन्छ भने अब पावर पोइन्टमा देखाउन सक्नुहुन्छ। मेड विथ गामा भनेर यहाँ वाटरमार्क देखाएको छ, यो वाटरमार्क कसरी हटाउने